हेलो साथीहरू, सेवाहरू, म चाहिँ दिलो लिम्बू हजुरहरूको सामने न्यू भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी जान लागेछौँ धरान। के कस्तो हुन्छ हजुरहरूलाई म भिडियो देखाउँछु, अपडेट दिन्छु। अब म चाहिँ रेडी हुन लागेको, रेडी भएर हजुरहरूलाई म कस्तो देखिँदो रहेछ हजुरहरूलाई देखाउँछु यता। मेरो गाडीको अगाडिको लाइट पछाडिको लाइट बलिरहेछ। बलिरहेछ। अगाडि रेडी भइसकेको। बलिरहेछ सानो। यो कस्तो खालको लाइट? लाग्यो है धरान। हामी त्यस्तै हो। दर्शन मात्रै काठमार होइन, दर्शन मात्रै हो। हजुर जाउँ न। यही छ। यतै राख्नु भाइ पनि हुन्छ त, यतै राख्नु। बुढा म त क्यामेराम्यान पो त। देखाएँ जाउँदा देखिँदैछ। हिरो नि देखिरहेछ मेरो बुढीलाई। क्यामेरा लानु दिन्छ दिँदैन है? यहाँबाट सुरु हो। त्यता पूजा हुने। अब चाहिँ भयो माछा अब
नानी भाइ हात हिँड्नु नि हिँड्नु ल हिँड्नु बिस्तारै लु बजाउ न लु बजाउ न लिनु हामी चाहिँ अब भित्र जान लागेको पूजा गर्नलाई कति धेरैजना हुनुहुँदो रहेछ युद्ध हाई भन्नु न हाई गाइज भन्नु न हाई गाइज भन्नु न कहाँ जाने उयो चप्पल जुत्ता ल्याउनु युद्ध यो गर्नु अघि खानु थाल्यो युद्ध कता छ जुत्ता चप्पल उयो माथि गएर जुत्ता चप्पल लाउन मन्दिरमा पूजा गरिसकेर पनि यहाँ चप्पल जुत्ता ल्याउँदै हुनुहुन्छ यहाँ उहाँले नानी हेलो भनिदिनु हजुर अहिले खोलिदिन्छु हस् ऊ पापाले खोलिदिनुहुन्छ आउनुहोस् न चप्पल लाउनु पर्छ यता माथि हुन्छ हामी चाहिँ यहाँ चप्पल लाउनलाई जाँदैछौँ यहाँनिर चौतारामा बसेर चप्पल लाउनु पर्यो मजाले धेरै पहिला सोचेको थिएँ चाहना पुरा भयो आउनु पाएँ खुसी लाग्यो लु जुत्ता यता चप्पल लाउनुपर्छ जुत्ता लाउनुपर्छ नानी त चक्लेटै मात्र छ है चक्लेटै मात्रै छ उसलाई सबैभन्दा पहिला प्रसाद नानीले अघि हामी हिँडेको हिँडौँ बुढा आउनुहोस् जाउँ हिँड्नु अब चाहिँ हामी यहाँबाट पूजासुजा सक्यो अब चाहिँ घर जान लागेको तल फोटोसोटो खिच्नुपर्छ है त छोरो फोटो खिच्नुपर्छ है ओके फोटो खिच्ने
संस्कृति पार्क जाँदैछौँ हामी। मौसम त बब्बाल छ, मौसमले एकदम साथ दिएको छ। अहिलेसम्म पानी परेको छैन, घाम पनि लागेको छैन त्यति साह्रो, हल्का हावा आइरहेछ। बाउ छोरा आमा सर बाइकमा। बाटो चाहिँ खतरा रहेछ। यता सर्टकट बुढा सुब्बा मन्दिरबाट यता सर्टकट आएको बाटो चाहिँ अरालो अरालो रहेछ, खतरा रहेछ क्या, निकै अरालो रहेछ। फर्स्ट टाइम जाँदैछौँ, अब सोध्दै सोध्दै जाने हो। कता हो, उकालै होला सायद। अब बाटो नदेखेपछि लोकेसन हेर्दै हेर्दै जानु पर्यो नि, लोकेसन हेर्दै हेर्दै जाँदैछौँ। दामी रहेछ तर बाटो त यहाँ त खतरा छ त। के गर्नु, सोध्दै सोध्दै जानु पर्यो नि। गाडी आशा छ, अब हेरौँ के हुन्छ। हर्क साम्पाङज्यूसँग भेट हुन्छ कि हुँदैन, भेट्ने चाहिँ ठुलो चाहना छ मेरो। एकदम एकदम मेरो त एकदम फेभरेट फ्यान, एकदम एकदम एकदम। मलाई चाहिँ नदेखाउनु नि। जाउँ त ल। मलाई चाहिँ मेरो चाहिँ फोटो नखिच्ने, यो ढुङ्गा बोकेको। म यहाँ भिडियो बनाउँछु। मेरो बुढाले हेर न, त्यहाँ ढुङ्गा बोकेको भिडियो फोटो खिच्नु भन्दै हुनुहुन्छ, म भिडियो बनाइदिन्छु भनेको। कस्तो राम्रो बनाउनु भएको रहेछ। पुगियो। मोबाइल छैन, मोबाइल दिनुहोस्। अलिक तल, अझै तल, अझै तल। हराएको होइन, ठिक्क देखिन्छ चिउरा राख्यो भने। हो जस्तै हुनु पर्यो क्या। नानी लुजाउँ न, अब माथि घुम्नु। राम्रो बनाउनु भएको रहेछ, दामी लाग्यो। घुम्ने ठाउँ पार्कहरू राम्रो छ। बच्चाको लागि मात्र हो। बसेर चाहिँ म चाहिँ हो गरेन। यस्तो रहेछ। शीतलमा तपाईँले बरु यो पकाइदिनु न।
यस्तो राम्रो रहेछ ठाउँहरू, यस्तो राम्रो बनाउनु भएको रहेछ। को घुम्न आइसक्नु भयो, को घुम्नु आउनु भएको छैन, आउनै साथीहरू सबैजना। राम्रो रहेछ, राम्रो लाग्यो। जस घुम्न पाइयो, तर उहाँ हर्क साम्पाङज्यूलाई चाहिँ भेट्न पाइएन। आज आउनुभएको छैन रहेछ। भेट्नु ठुलो चाहना थियो, भेट्न सकिनँ। यता त्यता माथि केही छैन, हामी गएको है। यताबाट हो, हामी माथि गएको है। सानो माथि गएको है। हामी चाहिँ माथि जान लागेको, माथि जानु पर्यो। माथि अर्को ठाउँ नयाँ छ अरे, त्यता जानु पर्यो। हामी चाहिँ फोटो खिचेर सबै घुमिसकेर हामी चाहिँ अब टाढो हो यहाँबाट जान, अझै कति टाइम लाग्छ। त्यही भएर अब जानु घर हिँडेको, घर जानुपर्ने हुन्छ। गरखेरि ढिलो हुन्छ, आउन नै 3-4 घन्टा लागेको। 4 घन्टा त लागेको, अब पुग्दा गर्दा 4 घन्टा लाग्छ, टाइम लाग्छ। टाइम लाग्छ, त्यही भएर अब चाहिँ हामी जान लागेको। आज मेयर साहब हर्क साम्पाङज्यूलाई पनि भेट्न पाइएन। आशा छ कुनै दिन भेट हुन्छ भन्ने। अब हामी चाहिँ जान लागेको। हाम्रो गाडी चाहिँ यहाँ छ। कति बाटो हो युद्ध त? पापाको गाडी पनि दिएको। अब हामी जानुपर्छ यहाँबाट। अनि बुढा अब यहाँबाट हिँड्नुपर्ने होइन र? कस्तो लाग्यो तपाईँलाई? कति राम्रो राम्रो घुम्नु लाग्ने, एकदम राम्रो। यहाँ पानी ओहो, यो पानीमा गर्मीको बेलामा पौडी खेल्नु नम लाग्ने चिसो पानी, यस्तो राम्रो छ। ल अब हामी चाहिँ यहाँबाट हिँड्यौँ। बाई बाई।